नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा सहभागी हुनका लागि नेपाली क्रान्तिका नायक नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल प्रवेश गर्दै हुनुहुन्छ। कैलालीको धनगढीबाट सुरु भएको एकता सन्देश सभामा उपस्थित हुन हजारौंको संख्यामा नागरिकहरू उपस्थित भएका छन् र यही हजारौंको संख्यालाई छिचोल्दै नेपाली कम्युनिस्ट आन्दोलनका युग नेता नेपाली क्रान्तिका नायक नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रवेश गर्दै हुनुहुन्छ। सँगसँगै सहसंयोजक माधव कुमार नेपाल पनि आउँदै हुनुहुन्छ। उहाँलाई युवा दस्ताले स्वयंसेवक दस्ताले चाहिँ सुरक्षा प्रदान गर्दै नेपाल प्रहरीसँगै सुरक्षा प्रदान गर्दै चाहिँ कार्यक्रम स्थलमा प्रवेश गराउँदैछ। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा नेपाली क्रान्तिका नायक नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रवेश गर्दै हुनुहुन्छ। प्रवेश निक्लिसक्नु भएको छ। नेपाली क्रान्तिका नायक नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आइसक्नु भएको छ। नेपाली क्रान्तिका नायक एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य तथा पूर्व मुख्यमन्त्री दीर्घ सोढारीलाई आसन ग्रहण गर्नलाई आग्रह गर्छु। यसैगरी साबिकको नेपाल समाजवादी पार्टीका सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिका नायक पुष्पकमल दाहाल प्रचण्ड यहाँ माधव कुमार नेपाललाई देख्न सक्नुहुन्छ। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल। नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद, कमरेड प्रचण्ड जिन्दाबाद, कमरेड माधव नेपाल जिन्दाबाद, एकतामा आएका सबै घटक जिन्दाबाद, एकतामा आएका सबै घटकहरू जिन्दाबाद। यसपछि म नेपाली क्रान्तिका महानायक तपाईँ हामी सबैको राष्ट्र र जनताको भविष्य र भविष्यका मार्गदर्शक नेतृत्वकर्ता सधैँ कमरेड प्रचण्डलाई आसन ग्रहणका लागि यो पार्टीका संयोजक कमरेड प्रचण्डलाई आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। कमरेड प्रचण्ड। त्यसपछि म तत्कालीन नेपाल समाजवादी पार्टीका अध्यक्ष, एकीकृत समाजवादीका अध्यक्ष, पूर्व प्रधानमन्त्री, लोकप्रिय नेता माधव नेपाललाई आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। कमरेड माधव नेपाललाई आसन ग्रहणका लागि हार्दिक आग्रह गर्दछु। यसपछि म साबिकको नेपाल समाजवादी पार्टीका सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य, जुझारू युवा नेता कमरेड मिन्नाथ बडुलाई आसन ग्रहणका लागि आग्रह गर्दछु। यसैगरी साबिक नेकपा माओवादी समाजवादीका नेता धर्म सञ्जालज्यूलाई आसन ग्रहणको लागि आग्रह गर्दछु। यसैगरी साबिक नेकपा नेपाल कम्युनिस्ट पार्टी साम्यवादीका केन्द्रीय सदस्य तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कमरेड गिरिराज पाण्डेलाई आसन ग्रहणका लागि आग्रह गर्दछु। साबिकको नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीको सचिवालय सदस्य, नेपाली कम्युनिस्ट पार्टीका नेता कमरेड डाक्टर लक्ष्मीराज ओलीलाई आसन ग्रहणका लागि आग्रह गर्दछु। साबिकको माओवादी कम्युनिस्ट केन्द्रका नेता तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कमरेड शेरबहादुर साहुलाई आसन ग्रहणका लागि आग्रह गर्दछु। यसैगरी जनसमाजवादी पार्टी, साबिकको जनसमाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य नारायण पाण्डे निर्मललाई आसन ग्रहणको लागि